हेलो गाइज, हेलो वेलकम टु माई न्यू ब्लग एन्ड न्यू युट्युब च्यानल। म चाहिँ आज नौलो ठाउँमा नयाँ ठाउँमा आएको छु। सबैजनाले यो बिरुवाको नाम चाहिँ के हो भनेर भनिदिनु होला, अनि थाहा हुनेहरूले चाहिँ अनि कमेन्ट गरिदिनु होला भनेर म भन्न चाहन्छु। यो चाहिँ हाम्रो मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाभित्र पर्ने 3 नम्बर वडामा रहेको छ। अनि यो खेती चाहिँ अनि यहाँको लागि निकै प्रभावित खेती हो, एकदमै उत्पादनमूलक अनि धेरै पैसा आम्दानी हुने खेतीको रूपमा लिइन्छ। त्यसै कारणले गर्दा यो चाहिँ अनि यस ठाउँको लागि प्रमुख खेती नै मानिन्छ। सबैजनाले मन परेमा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला र अनि यो फलको नाम पनि अनि कमेन्ट बक्समा लेखिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु।